रिम्बी तिङबुङ ग्राम पञ्चायत युनिटमा पर्ने यो सिङ्गिताम यो खोलाको बगरमा वर्ल्ड इन्भाइरोमेन्ट डे यानी विश्व पर्यावरण दिवस या दिन जुन चाहिँ यहाँ मनाइरहेको छ। यसमा आजका मुख्य अतिथि दोक्साम टासीडिङ निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक एवं माननीय मन्त्री सिक्किम सरकार टुरिज्म अनि सिभिल एभिएसन डिपार्टमेंट का श्री टी भुटिया साहब, इस प्रकारले यस कार्यक्रममा आउनुहुने एडीसी डेभलपमेन्ट ग्याल्जिङ डिस्ट्रिक्ट सुरत सर, एसडीएम योक्सम, बीडीओ योक्सम, डीएफओ टेरिटोरियल ग्याल्जिङ डिस्ट्रिक्ट श्री क्षितिज सक्सेना सर, एससी मैडम, माननीय महोदय, माननीय यसै पेकका यसै ग्राम पञ्चायतका पञ्चायत सभापति श्री मंगलज्यू, अरू ग्राम पञ्चायतमा आउनुहुने विभिन्न ग्राम पञ्चायतका पञ्चायतका सभापति, उपसभापति, सदस्यगण, अरू टेरिटोरियल कन्स्टिट्युन्सीमा आउनुहुने माननीय जिल्ला पञ्चायत महोदय, ग्याल्जिङ डिस्ट्रिक्टबाट आउनुहुने अफिसर्स, पावरका डी साहब लगायत जति पनि यहाँ आउनु भएको छ, फरेस्ट डिपार्टमेन्टका सम्पूर्ण टिम, ग्याल्जिङ डिस्ट्रिक्ट, गाउँले आमा बाउ दाजुभाइ दिदीबहिनी अभिभावकहरू, सोसियल मिडिया, प्रिन्ट मिडिया, सिक्किम क्रोनिकल, कविता बहिनी लगायत जति पनि पश्चिम सिक्किम ग्याल्जिङ डिस्ट्रिक्टका सोसियल मिडियाहरू, अति आदरणीय गाउँले आमा बाउ दाजुभाइ, तपाईँ सबैको अनुमति लिँदै आफ्नो छोटकारीमा कुरा राख्न चाहन्छु। आज विश्व पर्यावरण दिवस यानी वर्ल्ड इन्भाइरोमेन्ट डे हामी यहाँ मनाइरहेको छौँ भने आज सिक्किम सरकारको निर्देश आदेश अनुसार सिक्किमको 32 निर्वाचन क्षेत्रमा 32 जना डीएफओलाई जिम्मा दिएको छ यो पर्यावरण दिवस मनाउनु भने हाम्रो ग्याल्जिङ डिस्ट्रिक्टमै नि हाम्रो चारैवटा निर्वाचन क्षेत्रमा याङसुममा एमएलए गेजिङ, देन्ताममा एमएलए देन्ताम, माथि तपाईको पेलिङमा हाम्रो माननीय मन्त्री भीमहाङ साहब, सबैजना आज यो पर्यावरण दिवसमा रुख रोप्दैछ र यो अहिले तपाईको अप्रिल महिनादेखि जुलाई अगस्तसम्म एकदम यो प्लान्टेसन रुख रोप्ने टाइम हो र आज हामीले यहाँ माथि माननीय मन्त्री साहब, हामीले जीबु साहब, हामीले यहाँ प्लान्ट रोप्यौं। मैले पनि प्लान्ट आरुको प्लान्ट यो एकदमै राम्रो फल्छ भनेर मैले घरबाटै लिएर आयो। यो बादमा म यो फुलेको हेर्न चाहन्छु र फरेस्ट डिपार्टमेन्टलाई मेरो रिक्वेस्ट के छ भने जति पनि यो रुख रोपेको चाहिँ जाग्नुपर्छ, तपाईहरुले पालन पोषण गर्नुपर्छ। मन्त्री यसको पानी त पर्दैछ आकाशबाट, तर भए पनि यसको जागरा, यसको मेन्टेनेन्स 100 मा 100% नजाग्ला, तर भए पनि तपाईहरुले जति रुख रोपेको चाहिँ यो तपाईको जाग्नु पर्यो र अर्को पालि फेरि पर्यावरण दिवस मनाउँदाखेरि चाहिँ यो रुख एकदम भरेको हुनुपर्छ। र पर्यावरण दिवस त फरेस्ट विभागका डीएफओ साहब लगायत मेरो पूर्ववर्तीले सबै कुरा राख्नुभयो, म यसमा बेसी के भन्न चाहन्न। र यो सिङ्गिताम जुन चाहिँ यो पिकनिक स्पट कम चिल्ड्रेन पार्क अन्डर कन्स्ट्रक्सन झन्डै 75% काम सकिसकेको छ फिजिकली। यो एउटा हाम्रो ग्याल्जिङ डिस्ट्रिक्टमा तपाईको
उदाहरणीय एक्जाम्पल सेट हो। म लिम्बुतिङलुङ ग्राम पञ्चायतका प्रेसिडेन्ट मङ्गल साहब लगायत जिल्ला पञ्चायत मेडम सम्पूर्ण पञ्चायतलाई, सम्पूर्ण गाउँलेलाई, युथलाई, चेली आपाटीलाई, सबैजनालाई म धन्यवाद दिन चाहन्छु कि तपाईहरुले एकदम यो नयाँ काम, समथिङ इनोभेटिभ खालको काम यहाँ गरेको छ। अनि यो बादमा कम्पिटिसन भएपछि तपाईको यो एउटा राम्रो टुरिस्ट स्पट हुनेछ। किनभने मैले हेरेको गेजिङमा म आएको 4 महिना अलि बेसी भयो, गेजिङको छेउमा कहीँ पनि मैले पिकनिक स्पट देखेन। अनि यो जग्गा चाहिँ तपाईको बादमा यसको कम्प्लिट भएपछि यो राम्रो हुने मैले एउटा यसको स्कोप देखेको छ। र म पनि अस्ति आएको थियो एक दिन यहाँ श्रमदान गर्नु। अनि मैले हेर्दाखेरि श्रमदान चाहिँ हामीले टिभीमा नेपालको धरानको मेयर हर्का साम्पाङको हामी हेर्छौँ, कमेन्ट गर्छौँ, लाइक गर्छौँ। तर हाम्रै गेजिङ डिस्ट्रिक्टमै हर्का साम्पाङ रहेछ है, हाम्रो मङ्गलज्यू। उहाँको एउटा बोल्ड डिसिसन, एउटा पोजिटिभ सकारात्मक एउटा इनिसिएटिभ हामी फेसबुक मार्फत हेरिबस्छौँ। र कुनै पनि काम चाहिँ तपाईँको गर्दाखेरि चाहिँ नसक्ने केही पनि देखेन। अस्ति मैले फेसबुकमा कमेन्ट पनि गरेको थियो, इफ देयर इज अ विल पावर र टिमवर्क छ भने कुनै पनि काम भइहाल्छ। र अरू ग्राम पञ्चायतलाई म यो भन्न चाहन्छु कि यो लिम्बुतिङलुङको यो स्पट, यो जग्गालाई हेरेर अरूले पनि, अरू जिपियूले पनि यस्तै काम, राम्रो काम गर्नुभयो भने तपाईको नहुने काम के पनि देखेन। श्रमदान, यसमा थुप्रो ग्राम पञ्चायतहरूले अफिस 12, गान्तोक 12 पार्टी, एसकेएम पार्टी थुप्रो आएर म हेर्दै थियो, सबले साथ दिएको छ, काँध लागेको छ है। र हामीले अझै पनि मलाई एउटै डर थियो यो जग्गाको, यो खोला चाहिँ कतै यता आउने नै हुन्छ। किनभने यो तपाईँको नेचर, प्रकृतिसँग चाहिँ हामी कसैले पनि खेलवाड गर्नु हुँदैन। हामी कसैले त्यो खोला रोक्नु पनि सक्दैन, उता फर्काउनु पनि सक्दैन होला। किन अहिले अझै योपालि तपाईँको गेजिङ डिस्ट्रिक्ट त त्यति पानी पर्दा पनि त्यति बिगार भएको छैन। हामी सायद लकी होला। अनि तपाईँहरूले फेसबुक मार्फत, सोसियल मिडियामा उत्तर सिक्किमको हेर्नुभयो भने हालत के भइरहेछ आज उत्तर सिक्किममा, कति त्यहाँ आर्मीहरू मरिरहेछ लाचेनको छेउमा, कति तपाईँको पुलहरू कस्तो, रोडहरू कस्तो हालत भएको छ। त्यो हेरी हाम्रो गेजिङ डिस्ट्रिक्टमा त्यस्तो के पनि भएको छैन, त्यति क्षतिहरू केही भएको छैन। अनि हामी भगवान्लाई प्रे गर्दैछौँ। र बेलुका बिहान पानी पर्दा मलाई पनि टेन्सन हुन्छ। यसो डिस्ट्रिक्ट कलेक्टर म त्यो अफिसरको ग्रुपमा लेखिबस्छु डिएससीमा, पानी पर्दैछ साथीहरू, एसडिएम साहबहरू, बिडिओ साहबहरू सतर्क बस्नु है। रोडहरू कस्तो छ, बाटो कस्तो छ, कहीँ पहिरो गएको छैन। अब अस्तिको दिन तपाईँहरूले फेसबुकमा हेर्नुभयो, यो रुम्तेक कहाँनिर रुख लोरेर चाहिँ एउटा मान्छे मार्यो, लिङ्सै हेर्नुहोस् न। अब यस कारणले गर्दाखेरि हामी एकदमै पानी हावापानी चल्दाखेरि है, अब रोडमै मान्छे रुखले तपाईँको त्यहाँ मान्छे मार्यो। त्यस कारण हाम्रो पश्चिम सिक्किम, हाम्रो गेजिङ डिस्ट्रिक्टमा चाहिँ यस्तो नहोस् पनि नराम्रो घटना। र यो जुन चाहिँ जग्गा यहाँ डेभलप हुँदैछ, यसको लागि म लिम्बुतिङलुङ ग्राम पञ्चायत प्रेसिडेन्ट साहब लगायत सम्पूर्ण जिल्ला मेडम र उहाँको सम्पूर्ण टिमलाई म बधाई। अनि यो काम जबसम्म सक्दैन तबसम्म तपाईँको हामी डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन गेजिङको जति पनि अफिसरहरू सबै तपाईँको साथमा छ। र अझै पनि तपाईँहरूलाई के गर्नुपर्छ, हामी एकदमै फुल सपोर्ट। हाम्रो एडिसी डेभलपमेन्ट साहबले पनि बहुत हेल्प गर्नुभएको छ, नरेगाबाट बिडिओ साहबहरूले पनि पुरा हेल्प गर्नुभएको छ। हामीहरू टिमवर्क भएर काम गऱ्यो भने गेजिङमा कुनै कुरा तपाईँको सक्सेस नहुने कुरै छैन। जबदेखि म यहाँ डिस्ट्रिक्ट कलेक्टरबाट आयो, एकदमै मैले जति हुने काम, राम्रो काम गेजिङमा कोसिस गरिरहेछ। 2-3 दिन अगाडि गेजिङ बजारमा युडिएसटीको यहीसँग मैले अस्ति आइतबार घुमेर त्यहाँ बजारको अलिकति त्यो कार्पेटिङ, पोथहोल्सहरू त्यो फिलअप गर्ने काम पनि हामीले गेजिङ बजारमा काम गरिरहेछ। भने लेक्सेप टु
ग्याल्सिङको बाटो पनि अहिले निकै इम्प्रुभ तपाईँले हेर्छ त्यहाँ निकै काम हुँदैछ र यस्तै प्रकारले हामीले ग्याल्सिङ डिस्ट्रिक्टलाई एउटा भाइब्रेन्ट एउटा नमुनाको एउटा बेस्ट डिस्ट्रिक्ट बनाउनुपर्छ। हाम्रो डिस्ट्रिक्टमा 4 जना एमएलए साहब मन्त्री साहब हुनुहुन्छ। आजको मुख्य अतिथि टिटी साहब एकदमै उहाँ एक्टिभ डाइनामिक यङ हुनुहुन्छ। लोकसभा सिटिङ जनता तपाईहरु लकी हुनुहुन्छ। तपाईहरु यस्तो राम्रो एक्टिभ म उहाँको फेसबुक फलो गरिबस्छु। राम्रो एकदम एक्टिभ मन्त्री साहब हुनुहुन्छ र सबै हाम्रो जिल्लामा कामहरु एकदमै राम्रो हुँदैछ र अझै कति जग्गा रोड कार्पेटिङ गर्नु के गर्नुपर्ने कामहरु गर्दैछ। यता जनतामा पनि काम राम्रो हुँदैछ र आउँदो दिनमा हामी सबै मिलेर काम गर्नुपर्छ। हाम्रो टिपु साहब पनि एकदम यङ आइएफएस अफिसर एनर्जेटिक हाम्रो एकदम टिम कम्बिनेसन एकदम राम्रो र डिस्ट्रिक्टमा सबै काम राम्रो हुँदैछ। हाम्रो माननीय जिल्ला अनि ग्राम पञ्चायत पनि सबैजना एक्टिभ हुनुहुन्छ। हाम्रो टिम राम्रो छ र म यहाँ गेजिङ आउनुभन्दा अगाडि मैले डाइरेक्टर पञ्चायत हुँदाखेरि यो रिम्बी तिङरुङको पञ्चायत भवनको उद्घाटनमा लामा साहब बेला मिनिस्टर अघि म आएको थियो 2023 मा म डिसी हुन अगाडि र मैले त्यति बेला नि नाम्बु सिन्द्रबुङ र तिङलिङको ग्राम पञ्चायत भवन आरजीएससी स्किम मार्फत मैले सेङ्सन दिएको थियो। आरडिडी हुँदाखेरि आज तिङलिङले अस्ति उद्घाटन गरिसक्यो भने नाम्बु सिन्द्रबुङ पनि अब कम्प्लिट हुन आँटेको छ र यस्तै प्रकारले जति पनि माननीय ग्राम पञ्चायत माननीय जिल्ला पञ्चायत हामी एउटा टिमवर्क भएर गेजिङ डिस्ट्रिक्टलाई हामीले राम्रो बनाउनुपर्छ। अहिले प्राय गेजिङमा मेरो अफिसमा एजुकेसन डिपार्टमेन्टको स्कुलका हेडमास्टर प्रिन्सिपल साहबहरू आउनुहुन्छ। मिड डे मिल बनाइदियो तपाईँको के भन्छ टोयलेट बनाइदियो भनेर र जति हुने काम हामीले हेल्प गर्दैछौँ। खेचीपेरी स्कुलमा अस्ति मैले 3 लाख बेसी दिएर टोयलेट र त्यहाँ स्टडी लाइब्रेरी त्यो बनाएको छ खेचीपेरीमा। यस्तै प्रकारले गेजिङमा हामीले लिङचम स्कुलमा पनि फेन्सिङ बनायो गोल्डन जुब्लीमा। र हामी स्कुलमा गर्नुपर्नेछ र जति पनि तपाईँको डिस्ट्रिक्ट कलेक्टरमा त्यति बेसी सिएसआर फन्ड छैन र सिएसआर फन्ड आयो भने एकदमै बेस्टभन्दा बेस्ट कुनै स्कुल टुटेको फुटेको नहोस् र कुनै स्कुलमा टोयलेटको समस्या नहोस्। आँगनवाडी आइसिडिएस भवन पनि हामी बनाउँदैछौँ। लोवर गेजिङमा अस्ति हावाले उडाएर त्यहाँ आइसिडिएस पनि बनाउँदैछौँ। मिड डे मिल पनि बनाउँदैछौँ। सबै काम हामी गेजिङ डिस्ट्रिक्टमा प्राथमिकतामा हामी काम गर्दैछौँ है। र अहिले यो फरेस्ट डिपार्टमेन्टलाई म फेरि पनि बधाई दिन चाहन्छु। यो जुन चाहिँ मेरो रूप मेरो सन्ततिको जुन चाहिँ यहाँ अहिले स्किट प्रदर्शनी गर्नुभयो फरेस्ट स्टाफहरूले यो एकदमै राम्रो काम गर्नुभएको छ र हामीले बेसी रुखहरू काट्नु भएन। रुख काटेपछि फेरि रोपिहाल्नुपर्छ है। फरेस्ट डिपार्टमेन्टले राम्रो काम गर्दैछ र मैले सम्बोधनमा हाम्रो सिएलसी प्रेसिडेन्ट साहबलाई एड्रेस गर्न भुलेछ। हाम्रो सिएलसी प्रेसिडेन्ट साहब पार्टीको साथी रहनुभयो तपाईँ सबलाई पनि तपाईँलाई आउनुभएकोमा एकदम म एड्रेस गर्न चाहन्छु र बेसी समय लिनु केही छैन। आज फेरि पनि विश्व पर्यावरण दिवस या वर्ल्ड इन्भाइरोमेन्ट डेमा हामी सबैले रुख रोप्नुपर्छ। हाम्रो सिक्किम त्यसै पनि 80-70 पनि कति % फरेस्ट छ र त्यसलाई अझै त्यसलाई बरकरार त्यसलाई मेन्टेन गर्नुपर्छ भन्दै फरेस्ट डिपार्टमेन्ट र रिम्बी तिङरुङ जिपियुको प्रेसिडेन्ट साहबलाई यो कार्यक्रम भव्य कार्यक्रम अघि पानी पर्दै थियो फेरि अहिले घाम लागिरहेको छ दिन पनि राम्रो भयो है। यसकारण गर्दाखेरि यो खोला यो बगर यो जमिन यो जग्गालाई सदुपयोगको यति राम्रो पिकनिक स्पट कम चिल्ड्रेन पार्क बनाइदिएको छ। जुन दिनदेखि यसको अपरेसन हुन्छ तपाईँहरूले माथिदेखि टिकट सिस्टम गऱ्यो भने तपाईँको जिपियुको ओएसआर पनि बढ्छ है। र यस्तै अरू जिपियुले पनि यस्तै राम्रो राम्रो कामहरू तपाईँले सिक्नु भन्छ इमिटेसन गर्नु भन्छ। सो अरू जिपियुले पनि यस्तै राम्रो कामहरू गर्नुहोस्। हामी सधैँ तपाईँको सपोर्टमा छौँ र अस्ति पनि मैले प्रेसिडेन्ट साहबलाई अलिकति मैले फाइनेन्सियल हेल्प गरेको थिएँ भने आज पनि म अलिकति फाइनेन्सियल हेल्प गर्नु पऱ्यो भनेर मैले सोचेर आएको छु र म आफ्नो कुरा यहीँ राख्न चाहन्छु र म प्रेसिडेन्ट साहबलाई अब हेर्नु स्मल हेल्प भन्दै म मेरो कुरालाई यहीँ राख्न चाहन्छु। धन्यवाद।